नेवार समुदायमा महिलाहरू तीजको व्रत किन बस्दैन भन्ने विषयमा चर्चा गर्दैछौँ। नेवार समुदायमा छोरीको 3 पटक विवाह गरिन्छ। पहिलो इही अर्थात् बेल विवाह, दोस्रो बार्यातयगु अर्थात् गुफा राख्ने, जसलाई सूर्य दर्शन पनि भनिन्छ र यसमा सूर्यसँग विवाह गरिन्छ भने तेस्रो लोग्नेसँग विवाह गरिन्छ। नेवार समुदायको महिलाले तीजको समयमा व्रत बस्नु पर्दैन, किनकि नेवार कन्याको बाल्य अवस्थामा नै भगवान सुवर्ण कुमारसँग वैदिक तन्त्र निर्देशन अनुसार यही संस्कार सम्पन्न भई कहिले पनि विधवा नहुने शास्त्रीय मान्यता प्राप्त गरेको हुन्छन्। यस्तो अवस्थामा तीजको व्रत लिई पुनः सौभाग्यका लागि व्रत बसी कामना गर्नुपर्ने आवश्यकता हुँदैन भनिएको छ। आजकल केही नेवार महिलाहरूले देखासिकी गर्दै तीजको व्रत बस्न थालेको पनि पाइन्छ। रहरले यो व्रत बसेको हो भने अर्कै कुरा, तर अज्ञानता बसेको हो भने त्यो नेवारी परम्परा, संस्कृति र धर्म संस्कारसँग मेल नखाएको मानिन्छ।